हजुर नमस्कार हजुर। नमस्कार हजुर। हजुरको शुभ नाम अथवा परिचयबाट स्टार्ट गरौँ होला। मेरो नाम मणिकुमार राई। मणिकुमार राई। हजुर, घर देउमाई नगरपालिका वार्ड नम्बर 8। यो मेरो घर चाहिँ देउमाई नगरपालिका वार्ड नम्बर 8 भित्र पर्छ हजुर। हजुर हजुरले यहाँ चाहिँ पुरानो डिजाइनहरू संरक्षण गरेर राख्नुभएको छ हजुर। जस्तै मैले नबुझेको कुराहरू हजुरलाई म केही कुराहरू सोध्न चाहन्छु। प्लस हजुरले यो कुरा चाहिँ यो हो, यो कुरा चाहिँ यो हो भनेर केही कुराहरू भनिदिनुहुन्छ कि हजुर? हुन्छ हुन्छ हजुर। हस् हजुर हुन्छ। यो विषय भनेको चाहिँ पुरानो चिजहरूलाई चाहिँ संरक्षण गरौँ। जस्तै यो गिटार भयो, यो गिटार भयो, यो अब हाम्रो पुरानो एकदम दुनेरो भयो, गाई दुने हैन। गाई दुने दुनेरो भयो। अहिले त तपाईको चाहिँ नयाँ नयाँ चिजहरू अब बाल्टीतिर धुन्छ मान्छेहरूले चाहिँ यो त पक्का एकदम हजुर पहिला काठको हो त्यो चाहिँ। हजुर हजुर अब लगभग 100 क्रस होला वर्षको हिसाबले हेर्ने भने है। हजुर हजुर 100 वर्षमा क्रस भइसकेको हुन्। यहाँको चिजहरू लगभग 100 वर्षको क्रसै वालाहरू छ, कोही 200 वर्ष पनि होला है। हजुर हजुर जस्तै यो दुनेरो भयो, यो गाई दुनेरो भयो हैन। अहिले त बाल्टी आएका छन्, हरेक कुरा आएका छन् हैन। त्यही भएर यो चाहिँ मैले एकदम जोगाएर राखेको। जस्तै यो पुरानो तपाईले हजुरले जोगार गरेर राख्नु भएको रहेछ। यो गिटार भयो, यो चाहिँ हजुर बाँसुरी। यो बाँसुरी भयो, क्याप भयो, गिटारहरू भयो। पुरानो मादल हो। पुरानो मादल एकदम सारङ्गी हजुर। अनि अब यिनीहरू पनि अब यो चाहिँ मै पार्ने के पो भन्छ, मदानी भन्छ। मदानी हजुर। ठेकी भयो, मुनिको ठेकीहरू भयो। यो जातो भइहाल्यो है। यो जातो भयो हजुर। यो चाहिँ हाम्रो सेरेढक हजुर हजुर। तपाईको डिजिटल आइहाल्यो है। अहिले त डिजिटल आयो हजुर हजुर। यसको कम्बिनेसन वेगेट मेसिन भन्छन् हैन, डिजिटल मेसिनलाई अहिले। यसको कम्बिनेसन चाहिँ यहाँ छ फेरि यो वेगेट मेसिनको पुरानो तरिकाको यो चाहिँ तराजु अब यो राख्ने हो। यो शेर कुनी के भन्छ हैन। यसको कम्बिनेसन यहाँ मिल्छ यसको। हजुर हजुर। यो सेरेढक हो। यो अब दबाई राख्ने चिजहरू पुरानो हजुर। जस्तै अहिले हाम्रो यो लाबरको डब्बातिर राख्छौँ हामी। यो चाहिँ पक्का तपाईको यो दबाई राख्ने ठाउँ हो हैन। हजुर हजुर। जडीबुटी राख्ने हो। जडीबुटी राख्ने पहिलाको जोर जतन गरेर राख्ने ठाउँलाई त्यसलाई। पुरानो चिजहरू नै हो है। यो आइरन पनि लोप भएको छ अहिले लोप भएको छ। अहिले छैन, सबै इलेक्ट्रोनिकले खाइरहेछन्। यो आइरन हुन् हजुर। यो आइरन हुन्। यसलाई कोइला राखेर पहिला है। हजुर हजुर। अहिलेको अब नयाँहरूलाई थाहा छैन यो हैन। अब यो चाहिँ बत्ती भइहाल्यो। जस्तै यो बत्तीलाई चाहिँ के भन्छन् हजुर पहिला? यो त बत्ती टुकी बत्ती हो। टुकी बत्ती हजुर बत्ती हो है। जस्तै रेडियो अहिले एफएम भन्छन् हैन, हरेक दुनिया दिवाना भन्छन्। यो काठ यो चाहिँ पिरा हो बस्ने हैन। बस्ने पिरा हो। यो चाहिँ स्याम्पल पिस मात्रै हो। स्याम्पल मात्रै हजुर। यो अब काङ्ग्यो अहिले काठको यो चाहिँ विशेष बाँसकै हो यो काङ्ग्यो चाहिँ है। मलाई पनि थाहा छ, हाम्रो हजुरआमाहरूले कोर्नु भएको यो है। यो अब यो पुरानो टिप्रिकेटै हो। यो चक्का यो खालको चक्का अहिले पाउँदैन, भेट्दैन, पाइन्न। यो चाहिँ अहिले चाहिँ स्याम्पलिङको लागि तपाईले हजुर राखिराख्नु भएको छ सजाएर। मेमोरी कार्ड भन्छ के भन्छ हैन। हजुर हजुर। स्थापना कालको चिजहरू हो। हजुर हजुर। अनि यो त खुर्मीहरू भइहाल्यो। जस्तै खुर्मीहरूमा यो छुरा भयो, यो खुर्मी भयो, यो दाम्लो बाट्ने चिज हो। यो चाहिँ गुन्द्री है। गुन्द्री बुन्ने। अहिले त गलाइ छ, कार्पेट कोनी के छ। पहिलाको जमानामा चाहिँ गुन्द्री। हजुर हजुर। जुन हजुर यो फोका परेको यो चाहिँ एउटा बाजै हो, मिरिक बाजा भन्छ है। मिरिक बाजा यो मादलहरूसँग त्यो छ्यास छ्यास गर्छ क्या यसले चाहिँ। यो यहाँ चाहिँ ब्यारिङ टाइपको हुन्छ क्या एउटा गोलो। यसले चाहिँ एउटा चाहिँ ट्युन निक्लिन्छ क्या छ्यास छ्यास गरेर। एउटा ट्युन म्युजिकको अर्थात् बाजै हो। हजुर हजुर। अब यता हेर्नु यो कर्नी हो। यो चाहिँ आराको चाहिँ आराको धार मिलाउने हजुर चिज हो। अब यो ढिकी भइहाल्यो है। यो छप्पनी भयो। यो जाँड छाने छपनी हाम्रो राई मतवालीको चाहिँ जाँड छाने छपनी हजुर। यो खुकुरी पनि रहेछ। अनि हजुर यो माथि चाहिँ यो मै पार्ने चिजहरू नै हो है। मै पार्ने भनेको जस्तै दुधबाट मै पार्ने चिजहरू नै त्यो यस्तो टोलुङ वाला। यो दुध चलाउने डाडु भइहाल्यो। यो दुध चलाउने डाडु हाम्रो नरिवलको बट्टालाई हामीले त्यहाँ निकै छ। यो घिउ राख्ने हार्पे हजुर। एउटा गीत छ नि कुनी के हार्पे कुनी के भन्ने थोरै आउँछ भने हजुर थोरै अलिकति हार्पे भनेको यही हो। हार्पीको बारेमा चाहिँ थोरै गीत
थोरै अलिक थोरै त्यो- 2 शब्द बोलिदिनु भएको थियो नि हजुर कति बेटर हुन्थ्यो होला नि के हर्पेको नि के भन्ने गीतहरू चाहिँ छ होइन मैले नि अहिले टोटली त्यो गीत चाहिँ भुलेँ हर्पे भनेको चाहिँ यो हजुर अनि हजुर सुर्के थैली खोइ माया भन्ने गीत छ नि होइन यो सुर्के थैली हो हजुर हजुर यो सुर्के थैली सुर्के थैली हो गीत मात्रै छ सुनेको छ देखेको छैन है हजुर हजुर तर आज देख्नु पाइयो एकचोटि हस् हजुर यिनीहरू ढिकी भइहाल्यो है हस् मणि सर हजुरलाई धेरै धेरै धन्यवाद हजुरलाई तपाईँ पनि यहाँसम्म आएर मेरो यो चाहिँ पुरानो चिजहरूको पर्दाफास गरिदिनु भयो होइन हजुर तपाईँको शुभचिन्तकहरूसम्म पुर्याउने कोसिस गर्नुभयो हस् हजुर चाहिँ धन्यवाद तपाईँलाई पनि आएर कष्ट गरेर हजुर मलाई चाहिँ यो सामानहरूको बारेमा चाहिँ बोल्ने अवसर दिनुभएकोमा तपाईँलाई पनि धन्यवाद हजुर हस् हजुर धन्यवाद हजुर हुन्छ उहाँसँग धन्यवाद ज्ञापन गर्दै उहाँले चाहिँ पुरानो सामानहरू संरक्षण गरिराख्नु भएको रहेछ एउटा सानो टगरो लिएर चाहिँ उहाँले फाल्टै स्टामिना मिलाएर चाहिँ उहाँले पुरानो जस्तै दुध पार्ने गरेर के भन्नुभयो के दुध पहिला गाई भैँसी दुने दुधको सबै गर्दै गिटारहरू पुरानो हार्मोनियमहरू पुरानो किसिमको टोपी मुराली बाँसुरी मादल प्लस सारङ्गी प्लस मुही पार्ने ठेक्की जस्तै दही जमाउने तलको सबैभन्दा मुनिको ठेक्की भयो त्यहाँबाट दही जमाउनु हुने अनि सबै सामग्रीहरू जुन ओल्ड इज गोल्ड भनेर अहिले जुन हामी चिन्छौँ त्यही शब्दलाई मैले प्रयोग गर्दै हजुरहरू समक्ष होइन यो सबै सामग्रीहरू यो चाहिँ पुरानो हाम्रो आधुनिक यो तराजु रहेछन् जुन अहिले चाहिँ अब अहिले डिजिटल तरिकाले आएर सबै अब वेट मेसिनले खाएका छन् हरेक कुराहरू जस्तै अब यी सामान चाहिँ गुन्द्री बुन्दाखेरि प्रयोग गर्ने अहिले त गुन्द्री सुन्द्री बुने गुन्द्री भनेको के हो अहिले कति पहिला थाहा पनि छैनन् होला सायद अहिले अब ढस्ना हरेक फाइबरकोले गर्दाखेरि हरेक अब म्याटहरूले गर्दाखेरि चाहिँ अलिकति प्रभावित छन् होइन कति पहिला थाहा नहुनसक्छ यो चाहिँ हाम्रो गाउँघरको रीतिरिवाज अनुसारका सामग्रीहरू हुन् जस्तै हाम्रो राई मतवाली समुदायमा चाहिँ पहिला अब अहिले पनि कतिपयलाई जाँड भन्ने त थाहा छँदैछ अब रक्सी भन्ने मात्रै थाहा नहुन सक्छ पहिला जाँड छँदा चाहिँ यसभित्र जाँडको छोक्रा हालेर चाहिँ अनि त्यहाँ पानी हालेर चाहिँ यो मुनिबाट एउटा बाटी अथवा जगसग बोटुका सोटुका बलसल थापेर चाहिँ हामी पहिला जुन हामी युज गर्थ्यौँ तिनै सामग्रीहरू चाहिँ अहिले पनि उहाँले संरक्षण गरेर राखिराख्नु भएको रहेछ प्लस तपाईँहरूलाई मैले थोरै एउटा चाहिँ भिडियो देखाउन बिर्सिन्छु सरी गाइज यो चाहिँ ढिक्की भन्छन् यसलाई है यसमा चाहिँ अहिले जस्तै मिल भन्छन् अब प्रत्येक घरमा अब यो साधनले गर्दाखेरि बिग्रिरहेछन् मिल भन्छन् मिलको सट्टामा चाहिँ हामी पहिला जमानामा अब पहिलाको के कुरा गर्नु 52-53 सालमा हामीले पनि 73-74 सालसम्म हामीले यो ढिकी प्लस यो जाँतो भन्ने नै हामीले युज गरेर हामीले बुवा मम्मीले हामीलाई खुवाउनु भएको थियो मलाई जहाँसम्म याद छ यसलाई चाहिँ ढिकी भनिन्छ है त यो चाहिँ लक गरेर राखेको हो यहाँभित्र धान राखेर अथवा गहुँ राखेर मकै राखेर पिल्न सकिन्छ है गाछ अनि यहाँबाट यहाँ टक्क 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 यहाँ पछाडि चाहिँ बसेर एकजनाले ट्याक्क 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 गर्न सकिन्छ है त सो गाइज प्लिज सब्सक्राइब गर्नु होला मेरो युट्युब च्यानल प्लस मेरो फेसबुक पेजलाई पनि सब्सक्राइब एन्ड फलोअर्स गरिदिनु होला है त सो गाइज सरी फर द्याट अन्तिममा तपाईहरूलाई पहिला जमानामा कसलाई याद छ के छ कस्तो छ तपाईहरूलाई यो एन्टिना भन्ने 89 अथवा एन्टिना भन्ने याद छ कि छैन हजुरहरूलाई पहिला जमानामा हामीले नि यो एन्टिना भन्नेलाई नि समाचार हेर्थ्यौँ क्या सादा टिभीमा त्यो पनि अब होइन 300-400 जनाको हाराहारीमा त्यो पनि 6 इन्ची टिभीमा क्या अब यिनै हुन् एन्टिना भन्ने पहिलाको
प्लस यहाँ तपाईँहरूले देख्दै हुन्छ यो सेतो छ नि यो माइक यसलाई माइक भन्थ्यौँ हामी अहिले त लोप हुँदै गए कामै छैन